देशका एउटा हामी साथै छौँ फेसबुकमा सुमलाल आदेश जनताले कता हो सोचिराखेका र जनताले रुचाउने र समाजले खोज्ने एउटा क्षमतावान कुलमान घिसिङलाई जसरी हटायो यसको विरुद्धमा आदेश छ सुमलाल देशभरि नै तमाम न्यायप्रेमी जनसमुदायहरू जसरी सडकमा ओर्लिराखेका हामी सबै सञ्जालहरूमा हामी देख्न पाउँछौँ। त्यसैले सम्पूर्ण देशभरि सडकमा यो सरकारका निर्णयका विरुद्ध ओर्लिरहने आवाज उठाइराख्ने न्यायप्रेमी जनसमुदाय र यस कार्यक्रममा सहभागी विद्यार्थी युवा र विभिन्न जनता मोर्चाहरूका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको तर्फबाट स्वीकार्नुहोस् क्रान्तिकारी लाल सलाम। आज हामी एउटा नलायक सरकारका विरुद्ध आवाज उठाइराखेका छौँ र एउटा यो देशका न्यायप्रेमी जनसमुदायलाई एउटा देशको आशाको दियो बाल्न सफल र लोड सेडिङको अन्धकारबाट उज्यालो देखाउने कुलमान घिसिङलाई जसरी हटा यो देशका नलायक सरकारले जुन अन्याय र अत्याचार गरिराखेको छ त्यसको विरुद्ध म के भन्न चाहन्छु भने जसरी हिजो मन्त्री परिषदको निर्णयबाट कुलमानलाई अवस्था गर्यो त्यसलाई यो सरकारले माफी माग्दै पुनर्बहाली गर्नु